नमस्ते। आज चाहिँ मेरो मम्माले मेरो मेकअप ट्युटोरियलको भोइस ओभर गर्नु नि छ। म चाहिँ नेपाल आएको थिएँ अनि प्रिटी क्लिकबाट धेरै मेकअप किनेको छु। मेरो सानो मान्छे पनि यही छ, एकदम मेरो कपाल तान्या छ। अनि अब मम्मीले भोइस ओभर गर्नुहुन्छ। यति राम्रो मुख छ। नानुले सनस्क्रिन लगाइछन् मुखमा। अनि अब फेरि फाउन्डेसन लाउँछिन् गालामा। यति राम्रो मुख छ नानुको। मलाई त नाम पनि थाहा हुँदैन कि अब यति राम्रो आइब्रो छ। आइब्रोमा फेरि त्यहाँ पनि लगाइन्। नाम जान्न जरुरी रहेछ कि बच्चाहरूले त के जानेछन् के जानेछन्। म त केही पनि जान्दैन, बस हेर्ने अनि फेरि नलगाऊ सानो भन्ने मात्रै। फाउन्डेसन अब निधारमा लगाइछन्, आँखामा लगाइछन्, कस्तेर मुखमा लाउँछिन्। यो सुरु भयो। ब्रसले यसो लगाउनु। मलाई त ब्रस भन्ने पनि थाहा हुँदैन। हातमा यति क्रिमले लाउने हो मैले त। यति राम्ररी लगाउनु। मुख त यस्तो राम्रो छ नि, किन लगाउनु पर्यो होला यति राम्रो मुखमा। मान्छे राम्रो त केही नलगाए पनि त हुन्छ के अरे। हामीले केही लगाइएन कि। मेरो छोरीले त के लगाउँछन् के लगाउँछन्। यसो नाम के छ न, कम्प्याक्ट पनि लगाउने अरे, उता फाउन्डेसन लगाउने अरे, पाउडर हो के यो त। ए पाउडर पनि क्रिम पनि सबै यसै लगाउने। ल अब भएन न, गाजल पनि लगाउने है छ आँखामा। अब तलतिर झर्न सक्छ। मैले त त्यही लाउँदा पनि आँखा तलतिर झर्छ। नानीको झर्छ झर्दैन। ल बस न, कति राम्रो बनाएको हो। ट्याक्क ए आयो काजल। ए आइलेस मस्कारा पनि यही छ लगाउने। कति थोक लगाउनु परेको होइन र अचलका बच्चाहरूलाई त। आजको जमाना हुन्थेन के। हाम्रो जमाना हुन्थेन। अचलको जमाना त के मस्कारा गरे, आइलाइनर गरे, अनि फेरि आइब्रो बेल गरेको। बेल कि काँक्रो कि के त अब यो रातो पनि लाउने छ। फेरि के आएको यस्तो जमाना। अब त्यहाँ माथि अब फेरि यो पनि लाउने छ। कति थोरै चावडा त भयो। अझै मेटाउने पनि रहेछ। लगाउँदै मेटाउँदै अब अर्को आयो। अब के नाम हो यसको फेरि। के निकाल्दैछन् के हो नानी यसको नाम। फाउन्डेसन हाइलाइटर गरे फेरि। ओहो के लाउनु परेको यति राम्रो मुखमा। टल्किन परेन। किन टल्कनु पऱ्यो। अब भएन लिपस्टिक। ओहो अब लिपस्टिक लाउने अरे। त्यति राम्रा ओठ छ न। मैले सानामा पुस्दै गरेर गुलाबी ओठ गराएको। त्यहाँबाट माथि फेरि लिपस्टिक पो थर्ने। ओहो भएन न। अब के छ। बहिनीले कहिले लाउने सानो मान्छेले। ए लिपस्टिक। पहिला लिपस्टिक ल्याएर लिपस्टिकले त्यहाँ औँलाले फेरि पहिला सिन्काले यसो लाउने, अब औँलाले लाउने। ए आयो लाइनर। त्यो लिपस्टिक पनि लाइनर सानो ढुङटुङ्ग्रै भयो। के बहिनीलाई खेलाइछन्। सानो झऱ्यो के, त्यही भएर यो के हो फेरि। के हो नानु यो फेरि। अब पानीले छ्याप्ने यसो। पानीले छ्याप्ने यसले फेरि सुकाउने छ कि। यो फेरि पर्फ्युम। अब पर्फ्युम लाउने कहाँ जाने न यति। ओहो अचारका बच्चाले 5 थर 7 थर लाउने छ। 7 थर होइन नि। अब नानु लोटिन्। नानुले लोटिन् भन्न त भएन। नानुले यहाँ खाइछन् आफ्नो भाँडाकुटीहरू लिएर। सामान नखाऊ न सानो मान्छे कुदेर।